आफ्नै ठाउँ फर्किआए नयाँ नयाँ सपना ल्याए। बाबु त आइस आए बा यस असार 15 गते रमाइलो गर्नुपर्छ भनेर बिदा लिएर आएको। ए बाबु तिमीहरू सब लाठेहरू सब विदेशतिर। अब एउटा बाजेभाइको खेत पनि खोलाले बगायो। अब एउटा खेत थियो त्यो पनि खान सक्दिनँ बाबु। यो बुढो हातले भयो त। बा विदेशमा धेरै दुःख पाएँ, पैसा नि कमाएँ, तर आफ्नै माटोको सुगन्ध कहिले नै भेटेन। म अब विदेश जाँदिनँ, आफ्नै गहिरी खेतमा पसिना बगाउँछु। भइहाल्यो नि त बाबु। अब त्यो दोकान नानीहरूलाई र बसी बाबुहरूलाई पढाएर रमाइलो गर्नु न त। हुन्छ नि बा। तारकेश्वरको छिटो बोली वचन मिठो सानो बोल्छौ सधैँ हाँसेर। धर्मस्थली घर घिमिरे हो थर सानो बोल्छौ सधैँ हाँसेर। नमाने है लाज लान्छु तिमीलाई आज सानो फुलको माला गाँसेर। पर मेरै भर जोडिदेऊला थर सानो